केही कदमहरू चाल्छ कि भन्ने चाहिँ शङ्का छ। अहिले त नचालौँला, तर अलि समयपछि हेर्नु अवश्य चाल्ने नै छ। र मलाई किन यस्तो गरेको, तिमीहरू दुवैजना किन उस्तो गरेको, किन भिडियोहरू हालेको भन्ने कुरा गर्नुभएको थियो। सो एभ्रिवान व्हाट्स अप। आशा गर्छु हजुरहरू सबैजना आराम सन्चै हुनुहुन्छ होला भन्ने साथसाथै अरू के भन्न चाहन्छु भने वेलकम ब्याक टु माई च्यानल रश्मि समीर। हजुरहरू सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदम बवाल एन्ड फिट एन्ड फाइन छु भन्न चाहन्छु। सो आज चाहिँ मेरो छुट्टी थियो। छुट्टी हुँदै पनि राम्रोसँग भ्लग गर्न पाइनँ भनौँ न होइन। अहिले 5 बजिसक्यो। अहिले 5 बजी मैले स्टार्ट गरेको छु। कारण के हो भन्दाखेरि आज चाहिँ बिहानै निन्द्रा पनि खुलेको थिएन। 7 बजीतिरबाट नै फोन गरेको थियो घरबाट बुढीले, अनि भन्दै थिइन् कि बाबाले बोलाउनु भएको छ भनेर। अनि निन्द्रा नखुल्दैदेखि सुत्छु, फेरि कल सुत्यो, फेरि कल सुत्यो, कल ओहो उठ्छु भनेर गर्दा पनि मेरो अब के भन्छ बानी ह्याबिटले गर्दाखेरि चाहिँ उठ्न सकिनँ क्या म। त्यो कारणले चाहिँ अलिक ढिलो भयो। अनि यताउता गरेर 9 बजीतिर चाहिँ म यहाँबाट निस्किन् होइन। हतारमा कि निन्द्रामा कि निन्द्रा होइन 2-3 चोटि उठेपछि त निन्द्रा डिस्टर्ब हुन्छ नै। त्यही भएर म जुरुक्क उठिन्, ब्रस गऱ्यौँ, अनि सर्लक्कै निस्कियो, निन्द्रामै निस्केर हिँड्यो। यता बाबा र मम्मीलाई के भन्छ पशुपति घुमायौँ। अनि यता स्वयम्भू मम्मी त अब उकालो चढ्न सक्नु भएन, जानु भएन, केही छैन, ठिक छ। हामी चाहिँ गयौँ, बाबा र म चाहिँ गएर मास्तिर गएर यसो भ्यू हेरेर बस्यौँ। घाम भएर चाहिँ घामले अलिकति एनर्जी सबै खाएको छ, राक्लो फिल भएको छ। अनि तपाईँहरूले सोचिरहनु भएको होला अस्तिको कुराको के भयो भनेर। उहाँले चाहिँ A to Z म्यासेजहरू फाल्नु भएको छ, जे भन्नुभएको थियो। अनि पछिको अरू चाहिँ के भन्नुभएको छ भने अहिले चाहिँ केही छैन, ठिक छ, हामी दुईजनै मिलाउनु पर्छ, हामीले हो मिलाउने यताउता भन्नु भएको थियो। अनि मम्मी र बाबा पनि रिसाउनु भएछ। अनि कल गरेर मलाई किन यस्तो गरेको, तिमीहरू दुवैजना किन उस्तो गरेको, किन भिडियोहरू हालेको भन्ने कुरा गर्नुभएको थियो। अब स्वाभाविकै हो, मन नपरेको कुरा अब भन्न पाउनु पर्यो, भनिहाल्ने हो होइन। अब उसले चाहिँ कलमा भन्छु भनिरहनु भएको थियो, किनकि कलमा भन्यो भने मसँग प्रुफ हुँदैन नि त। उसले के भन्छ, के बोल्छ भन्ने कुरा मलाई मात्र थाहा हुन्छ। मैले भन्यो भने फेरि अरूलाई मलाई यस्तो भनेको थियो भनेर सुनाउँदाखेरि उनीहरूले अनि विश्वास गर्दैन नि त। त्यही भएर मैले चाहिँ कल नउठाएर सिर्फ ओन्ली 1 भोइस म्यासेज है, भोइस यति नै हो, अरू त केही नै गरिनँ। अब केही छैन, उसले पनि मबाट गल्ती भयो भनेको छ, ठिक छ त्यो भनेको। तर पनि फेरि म्यासेज फालेको छ, अलिकति मलाई चाहिँ केही कदमहरू चाल्छ कि भन्ने चाहिँ शङ्का छ। अहिले त नचालौँला, तर अलि समयपछि हेर्नु अवश्य चाल्ने नै छ। यो कुरा चाहिँ म ढुक्कसँग भन्न सक्छु। त्यही यसो साथी हो, अब म खतरादाले कम ब्याक हान्न जाँदैछु। कम ब्याक हेर्ने हो के हो, यो भइसकेपछि बवाल कम ब्याक हुन्छ। अब सबजना हेरेको यता र उताबाट हेरेको म बिचमा छेरेको गरिदिन्छु सबलाई प्लाताते पारेर। यो भन्न लाग्यो डेन्जर छ, म खतरा हो म। चस्मा नि कस्तो भाङ्गो हो साला। सो त्यही अब मैले के भन्न चाहेन, मैले छोटो इन्फर्मेसन दिनको लागि मात्रै आएको थिएँ म। अब धेरै बोलेर फाइदा पनि छैन, भन्न मिल्दैन होइन, किनकि जे बोल्छ त्यो हुन्छ, मैले गर्छ त्यही भएर सो यति नै हो। छोटो इन्फर्मेसन मात्रै हाल्न आएको है म, धेरै कुरो केही बोल्न आएको होइन, छोटो इन्फर्मेसन मात्रै हाल्न आएको अस्तिको बारेमा।
त्यही भएर केही नमान्नु होला थ्याङ्क यू बाई बाई